धेरै पर्दैन अलिअलि बनाइ Hi guys, namaste. Welcome back my YouTube channel. It's me, Jimmy. Let's start आजको डे चाहिँ बिगिनिङ गर्दैछु। म चाहिँ अहिले घुम्न गइरहेको म चाहिँ यहाँबाट हिँडेर गइरहेको छु। रोड चाहिँ नेपालको यस्तै हो। कस्तो ओह्रालो छ यार गाइस। त पुरै काठमाडौँ देखिरहेछ। आकाश पनि पानी परेर यस्तै छ। गाइस खासमा म कहाँ जाँदैछु भनेपछि हल्का एक्सर्साइज गर्नको लागि अलिकति यहाँतिर आउटडोर हुन्छ जहाँ चाहिँ यतिकै फ्री रूपमा जान सकिन्छ। म त्यहीँ जाँदैछु। एट फर्स्ट आज भ्लग बनाउँदै गइरहेछु। खुसी पनि लागिरहेछ किनभने हल्का एक्सर्साइज चाहिँ शरीरलाई गर्नुपर्छ चाहिन्छ। गाइस यार यो फ्लावरहरू यस्तो दामी छ नि। यसको मान्छेहरूले कस्तो राम्रो राम्रो हेयर बेन्डिनहरू बनाउँछन् अनि टाउकोमा लाउने क्राउनहरू बनाउँछन्। यस्तो दामी देखिरहेछ। म गाइस यो फुलहरूको बिचमा छु। कस्तो देखिरहेछ कमेन्ट गर्नु ल तल। म अहिले गइरहेको छु। कस्तो दामी फुलहरू छ गाइस। यो चाहिँ मेरो ड्रेस भयो टी सर्ट अनि प्यान्ट। कस्तो देखिरहेछ। यो चाहिँ मेरो आउटफिट भयो। म रुमबाट अलिकति तलतिर घुम्न गइरहेको छु क्या। यत्तिकै इभिनिङको बेला छ भर्खरै नुहाएको त्यही भएर म गइरहेको छु मैले। उठा 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 बिस्तार। यो साइकल यस्तै हो ए ए ए ल बिस्तारै चलाउ न बिस्तारै चलाऊ। यार गाइस भाइले पछाडि साइकल चलाइरहेको थियो अनि ट्याक्कै ठोक्यो के अनि मैले देखेँ। आइएम सक्ड गाइस। यो चाहिँ आउटडोर जिम गर्ने ठाउँ हो। यहाँ बच्चाहरू खेलिरहेछन्। बाटोमा हिँड्दै जाँदाखेरि यस्तो दामी फुल पनि देखेँ क्या मैले। अनि के हो तिम्रो नाम? तिम्रो नाम के भनेको? अनि तिम्रो नाम चाहिँ? तिमीहरू क्लासमेट हो? कतिमा पढ्छौ? ए अहिले यता के गर्न आएको? हो खेल्यो पुग्यो सधैँ आउँछौ? ए ए ए गाइस अलिकति एक्सर्साइज गरेँ। अब चाहिँ म ब्याग जाँदैछु। मेरो पछाडि देख्न सक्नुहुन्छ कस्तो दामी दामी घरहरू छ अनि म चाहिँ गइरहेको छु। अब रुम फर्किनु पर्यो नि त। अलिकति एक्सर्साइज पुगिहाल्यो र एक्सर्साइज गर्नु शरीरको लागि एकदमै फाइदा हो कि। अलिकति हावा लागिरहेछ कि त्यही भएर यस्तो दामी फिल भइरहेछ। रुममा यत्तिकै बस्यो भने काठमाडौँ यस्तो गर्मी लाग्छ यस्तो गर्मी लाग्छ। बाहिरतिर यस्तो साँझको बेला हिँड्ने हो भने त त्यस्तो गर्मी जस्तै लाग्दैन क्या। मलाई देख्न सक्नुहुन्छ मजाले म घुमेर आएको छु के साँझको बेला अनि मौसम पनि क्लिन भएको छ के कस्तो राम्रो भइरहेछ। अनि सो म पनि तपाईँलाई सजेस्ट गर्छु कि तपाईँ पनि घुम्नुहोस् के बाहिरतिर आउनुहोस्। एकैचोटि रुममा बसेर मात्र त दिक्क लाग्छ नि त। बाहिरतिर साँझमा डुल्ने मान्छेहरू टन्नै छन् के बाटोमा पनि भेटिरहेको हुन्छ नि। यार गाइस आकाश चाहिँ यस्तो देखिरहेछ छिट्टै। म दौडेर गइरहेको छु के। म छिट्टै घर पुग्नु छ त्यही भएर। यस्तो दामी ठाउँ छ घुम्दाखेरि पनि एकदम रमाइलो लागिरहेछ। म छिटो गइरहेको छु के। गाइस हिँड्दा हिँड्दै मलाई थकाइ लाग्यो के। थाकेँ म। मेरो पछाडि क्या दामी भ्याली देखिरहेछ। काठमाडौँ भ्याली हो नि फेरि। गाइस असार साउनको महिना लागेर होला पुरै जहाँ हेऱ्यो त्यही हरियाली छ के। कस्तो दामी हरियाली छ। कस्तो दामी लागिरहेछ के। चिसो हावा आएर
क्या दामी हरियाली छ मेरो पछाडि देख्न सक्नुहुन्छ इट्स नाइस प्लेस यार गाइज आजको जर्नी चाहिँ घुमेर सिद्धिसक्यो अब चाहिँ म रुम फर्किसकेँ केही छिनमा म आफ्नो रुम यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला र लाइक कमेन्ट फलो अनि ढेर साह्रै प्यार दिन चाहिँ नभुल्नु होला थ्याङ्क्स फर वाचिङ दिस भिडियो